सो हेलो एन्ड वेलकम टु एनदर लेक्चर भिडियो। आज चाहिँ हामी फार्माकोलोजीको अर्को एकदमै फन्डामेन्टल च्याप्टर पढ्न गएको छौँ, जसलाई हामी फार्माकोकाइनेटिक्स भन्छौँ। हाम्रो आजको लेक्चरमा चाहिँ हामी फार्माकोलोजी भनेको के हो र फार्माकोकाइनेटिक्स भनेको के हो त्यो कभर गर्छौँ र एकदमै ड्रगले इन्काउन्टर गर्ने रेगुलर स्ट्रक्चर जसलाई हामी सेल मेम्ब्रेन भन्छौँ त्यसको स्ट्रक्चरको बारेमा अलिअलि बुझ्छौँ। त्यसपछि ड्रगको प्यासेजको टाइप्सहरू कसरी कुन मेकानिजमबाट कुन मेथडबाट चाहिँ एउटा ड्रग चाहिँ सेलभित्र जान सक्छ त्यसको प्यासेजको बारेमा आज पढ्छौँ र केही फन्डामेन्टल कन्सेप्ट्सहरू जुन चाहिँ फार्माकोलोजीको पछि क्लिनिकल एस्पेक्टमा पनि धेरै युजफुल हुन्छ, जस्तै पीएच पार्टिसन हाइपोथेसिस, फिक्स ल र आयन ट्र्यापिङ, यसको बारेमा आज हामी पढ्न जान्छौँ। सो लेट्स गेट स्टार्टेड। हेरौँ त हाम्रो फार्माकोकाइनेटिक्स भनेको के हो त? फार्मा भन्नाले ड्रग्स, एनी टर्म रिलेटेड टु ड्रग्स क्यान बी ग्रुप इन्टु फार्माको टर्म है त। अनि हामीले फिजिक्समा पनि अथवा +2 हाम्रो हायर लेभल एजुकेसनमा नि हामीले पढेको होला, काइनेटिक्स भनेको चाहिँ मुभमेन्ट हो। सो फार्माकोकाइनेटिक्स भनेको चाहिँ सिम्पल एकदम लेमेन्स टर्ममा भन्नुपर्दाखेरि चाहिँ स्टडी अफ मुभमेन्ट अफ ड्रग्स हो है त। त्यो पनि कता हुनु पर्यो भन्दाखेरि इनसाइड द फिजियोलोजिकल बडी, हाम्रो कुनै एउटा फिजियोलोजिकल प्रोसेस चलिरहेको बडीमा चाहिँ हाम्रो ड्रगको मुभमेन्ट हामीले स्टडी गऱ्यौँ भने चाहिँ हामीले त्यसलाई के भन्नु पर्यो? फार्माकोकाइनेटिक्स भन्नु पर्यो। अथवा सिम्पल टर्ममा भन्नुपर्दाखेरि चाहिँ वाट बडी डु टु द ड्रग्स, बडीले ड्रगलाई के गराउँछ त, त्यो कुराहरू चाहिँ केमा पर्छ भन्दाखेरि चाहिँ फार्माकोकाइनेटिक्समा पर्छ। ओके, अब हाम्रो जुन फार्माकोकाइनेटिक्स छ यसमा मेनली हामीले पढ्नुपर्ने भनेको यही हो, यो चारवटा सब हेडिङ्स। ए फर एब्जर्प्सन, डी फर डिस्ट्रिब्युसन, एम फर मेटाबोलिजम एन्ड फाइनली ए फर एक्सक्रिसन। यो सब हेडिङ्स हामीले चाहिँ सेपरेट भिडियोमा कभर गर्छौँ, डिटेलमा कभर गर्छौँ। आज चाहिँ हामी बेसिक कन्सेप्ट्सहरू फार्माकोकाइनेटिक्सको कभर गर्छौँ। ओके, हेरौँ त हाम्रो ल मानौँ एउटा इक्जाम्पल मैले दिएँ, एउटा कुकुर बिरामी भएको छ अथवा कुकुरलाई चाहिँ त्यसको फिभर देख्यो, त्यसको चाहिँ टेम्परेचर हाई देख्यो भनेपछि हामीले अब के हाल्छौँ भन्दाखेरि मेलोसिक्याम हाल्छौँ अथवा अरू कुनै तरिकाको एनएसएआइडी हाल्छौँ होला। अब त्यो ड्रग हामीले इन्जेक्ट गरेपछि मानौँ त्यो अब ओरल्ली होला, अब इन्ट्रामस्कुलरी होइन, अब अथवा आइभी नै दिनुपर्ने केस आयो भने है त्यो हेर्नुपर्छ। अब त्यो हामीले ड्रग हालिसकेपछि त्यो ड्रग के हुन्छ? ब्लडमा जान्छ अथवा एब्जर्प्सन हुन्छ। एब्जर्प्सन भइसकेपछि चाहिँ केमा जान्छ? अब त्यो डिस्ट्रिब्युसनमा जान्छ। हाम्रो डिस्ट्रिब्युसन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ ड्रगलाई त्यस्तो ठाउँमा पठाउने जहाँ चाहिँ त्यसको काम हुन्छ र जहाँ त्यो गएर चाहिँ त्यसले चाहिँ फार्माकोलोजिकल इफेक्ट देखाउँछ। सो बेसिकली हाम्रो जुन एब्जर्प्सन र डिस्ट्रिब्युसन छ त्यो चाहिँ मेनली के को लागि गरिन्छ भन्दाखेरि चाहिँ फर प्रपर प्लेसमेन्ट अफ ड्रग इन्टु द टार्गेट टिस्यु। मलाई अब टेम्परेचर घटाउनु छ भने मैले त्यो औषधि बोनमा पठाएर त भएन है, त्यसको एक्टिभिटी धेरै बोनमा देखाएर त भएन, त्यो कहाँ जानु पर्यो? थर्मो रेगुलेटरी सेन्टरमै जानु पर्यो। त्यही भएर हाम्रो एब्जर्प्सन र डिस्ट्रिब्युसनको नलेज चाहिँ त्यसको लागि हो। कुन ड्रग चाहिँ हाम्रो कुन केसमा हामीले कहाँ पठाउनुपर्छ, कुन ड्रगको एफिनिटी कुन अर्ग्यानमा छ त, त्यो पढ्नको लागि चाहिँ हामीले एब्जर्प्सन र डिस्ट्रिब्युसन पढ्नुपर्छ। ठिक छ, दिस इज फर प्रपर प्लेसमेन्ट अफ ड्रग इन्टु द टार्गेट अर्गन। अब टार्गेट अर्गनमा गइसकेपछि चाहिँ अब ड्रगले आफ्नो इफेक्ट देखाउँछ अथवा हाम्रो जुन डिजायर्ड हाम्रो फार्माकोलोजिकल एक्सन हामीले खोजेका थियौँ त्यो हामीले पाउँछौँ। त्यसपछि के हुनु पर्यो त? ड्रगको पनि अब रेसिड्यु धेरै बस्नु भएन, त्यो के गर्नुपर्छ? अब हामीले त्यसलाई बडीबाट क्लियर आउट गर्नुपर्छ। सो क्लियरिङ मेकानिजम भनेको मेनली यो पछाडिको यम र ई हो अथवा मेटाबोलिजम र एक्सक्रिसन हो। ठिक छ, मेटाबोलिजममा नि कुनै एक्सेप्सन आउन सक्छ, कुनै मेटाबोलिक प्रोडक्ट चाहिँ एक्टिभ हुन्छ जसले चाहिँ एक्सन बल देखाउँछ। तर मोस्ट अफ द केसमा चाहिँ के हुन्छ भन्दाखेरि मेटाबोलिजम भइसकेपछि चाहिँ त्यो ड्रग चाहिँ अब जिउबाट एक्सक्रिट हुनलाई रेडी हुन्छ, मोस्ट अफ द केसमा है, नट अल द केस। ठिक छ, त्यही भएर यो जुन मेटाबोलिजम र एक्सक्रिसन छ त्यो चाहिँ मेनली के को लागि हुन्छ भन्दाखेरि चाहिँ ड्रगलाई बडीबाट रिमुभ गर्नको लागि हुन्छ। गट इट? एब्जर्प्सन र डिस्ट्रिब्युसन चाहिँ टार्गेट अर्गनसम्म पुऱ्याएर चाहिँ फार्माकोलोजिकल एक्सन देखाउनको लागि र मोस्ट अफ द केसमा चाहिँ मेटाबोलिजम र एक्सक्रिसन चाहिँ ड्रगलाई बडीबाट बाहिर पठाउनको लागि। गट इट? ओके, लेट्स गेट अहेड। हेरौँ त अब यो जुन ड्रगको इन्टरेक्सन छ, ड्रग र जुन हाम्रो सेल मेम्ब्रेनसँग इन्टरेक्सन छ त्यो हामीले एकदमै धेरै पढ्नुपर्छ। हाम्रो यो क्लिनिकल एस्पेक्टमा पनि धेरै यसको काम लाग्छ। ल हेरौँ है त। सो सुरुमा हेरौँ सेल मेम्ब्रेन भनेको के हो त? सेल मेम्ब्रेन भनेको हाम्रो सेलको एनिमल सेल मोडलको चाहिँ सबभन्दा आउटर मोस्ट स्ट्रक्चर हो, जसलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि इट इज अ काइन्ड अफ सेलेक्टिभ ब्यारियर। सेलेक्टिभ ब्यारियर भन्नाले चाहिँ जस्तै हाम्रो एउटा घरको गेट इमेजिन गरौँ, हामीले त्यो गेटबाट कसलाई भित्र आउन दिन्छौँ त? बाबालाई, मम्मीलाई, भाइ बहिनीहरू, आफ्नो कुकुरहरूलाई भित्र ल्याउन दिन्छौँ होला। तर नचिनेको मान्छेलाई त हामी त्यसलाई गेटबाट भित्र आउन दिनौँ नि त, त्यो त थ्रेट हो नि त। हो, त्यही भएर सेल भनेको नि एउटा घर हो, त्यसको बाहिरको वाल भनेको अथवा गेट भनेको चाहिँ सेल मेम्ब्रेन हो। सो इट ओन्ली एलाउज दो सब्सटेन्सेस टु गेट इनसाइड अफ इट।
जसले चाहिँ यसको लागि फाइदा गराउन सक्छ, जसले चाहिँ यसको फङ्सन राम्रो गराउन सक्छ। त्यही भएर यो चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि सेलेक्टिभ हुन्छ। सेलेक्टिभ फर वाट? फर द आयोन्स, फर द मोलिक्युल्स द्याट विल गो इनसाइड द सेल। सबै मोलिक्युल जान सक्दैन, सो इट इज अ सेलेक्टिभ ब्यारियर। ठिक छ। अब यो सेल मेम्ब्रेन किन पढ्नु पर्यो भन्दाखेरि चाहिँ हामीले ड्रग जसरी खुवाए पनि, चाहे त्यो ट्याब्लेटको फर्ममा ओरली खुवाउँछौँ अथवा त्यसलाई हामी क्लिनिकल टर्ममा चाहिँ पिओ पर ओरल भन्छौँ, अथवा त्यो हामीले इन्जेक्सनको रूपमा इन्ट्रामस्कुलरली दिन्छौँ कि सबकट दिन्छौँ कि इभन आइभी नै दियो भने पनि हाम्रो ड्रगले चाहिँ एउटा न एउटा सेल मेम्ब्रेन चाहिँ पार गर्नै पर्छ टार्गेट टिस्युसम्म पुग्नको लागि। ठिक छ। अब धेरैको मनमा क्वेसन उठेको होला, आइभी हानेपछि त सिधै 100% एब्जर्ब हुन्छ, यसले सेल मेम्ब्रेन किन पार गर्नु पर्यो? अब हेर के हुन्छ भन्दाखेरि चाहिँ यो जुन ब्लड भेसल छ, हामीले आइभी भनेको त सिधै इन्ट्राभेनस अथवा इन्ट्राभ्यास्कुलर रुट हामीले चुज गर्ने हो। अब मैले यो ब्लड भेसलमा चाहिँ मैले ड्रग सिधै हालिदिएँ अरे, हाम्रो साइड अफ एक्सन त ब्लड भेसल त होइन, हाम्रो साइड अफ एक्सन त ब्लड भेसलभन्दा बाहिर कतै यो सेल होला। अब हेर त यो ड्रग त निस्किनु पर्यो नि त्यहाँबाट, यहाँ त सब इन्डोथेलियल लेयर हुन्छ, इन्डोथेलियम हुन्छ, त्यसको पनि मेम्ब्रेन पार गर्नु पर्यो, त्यसपछि यो सेलभित्र जानलाई यसको पनि मेम्ब्रेन पार गर्नु पर्यो। सो एब्जर्प्सन त 100% हुन्छ, तर यसले मेम्ब्रेन चाहिँ क्रस गर्नै पर्छ। सो सेल मेम्ब्रेनको बारेमा हामीले एकदमै इन्ट्रिगरली पढ्नुपर्छ। ठिक छ। सो नो म्याटर वाट एभर द रुट इज अ ड्रग मस्ट पास थ्रु सेल मेम्ब्रेन टु रिच द टार्गेट टिस्यु। ठिक छ। गट इट? ओके। ल अब यसको हामी कम्पोजिसन हेरौँ है त। हाम्रो सेल मेम्ब्रेन केले बनेको हुन्छ? सेल मेम्ब्रेन भनेको हामीले सानैबाट पढ्दै आएको होला, सेल मेम्ब्रेन भनेको चाहिँ फोस्फोलिपिड बाइलेयरले बनेको हुन्छ। फोस्फोलिपिड बाइलेयर भन्नाले यो एउटा लेयर, यो अर्को लेयर। ठिक छ। दुईटा लेयर चाहिँ एक आपसमा इन्टरपोज गरेर बसेको हुन्छ। सो यसलाई हामी के भन्छौँ भन्दाखेरि चाहिँ फोस्फोलिपिड बाइलेयर भन्छौँ। ठिक छ। अब यो लेयरमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो जुन तपाईँले बाहिर यो निलो कलरको देख्नु भएको छ यो स्ट्रक्चर, यो भनेको चाहिँ हाम्रो हाइड्रोफिलिक इन्डो। निलो भनेको पानी, त्यही भएर मैले पानी जस्तो अलिकति बुझ्नलाई सजिलो पार्दिएँ है त, हाइड्रोफिलिक इन्डो। ठिक छ। यो पनि हाम्रो के यो पनि हाइड्रोफिलिक इन्ड भयो। र यो जुन हाम्रो पहेँलो कलरको टेल छ, टेल अथवा तेल भनेर याद गर्नु है सजिलोको लागि। यो टेल जुन छ, टेल चाहिँ हाम्रो के हो भन्दाखेरि चाहिँ हाइड्रोफोबिक इन्डो अथवा तेल भनेर याद गरे भने त हामीले त तेल भने चाहिँ के हुन्छ, यो चाहिँ फ्याट सोल्युबल हुन्छ। के हुने भयो? फ्याट सोल्युबल हुन्छ। ठिक छ। अब यो जुन हाम्रो हाइड्रोफिलिक छ त्यो चाहिँ अब नाममै के छ, हाइड्रोफिलिक भनेपछि यो के सोल्युबल हुन्छ? वाटर सोल्युबल हुन्छ। ठिक छ। हाम्रो बाहिरपट्टि चाहिँ के छ? वाटर सोल्युबल इन छ, भित्रपट्टि चाहिँ के छ? फ्याट सोल्युबल इन छ। बाहिरपट्टि के छ? हाइड्रोफिलिक इन छ, भित्रपट्टि के छ? हाइड्रोफोबिक इन छ। ठिक छ। अब यो जुन मैले एउटा हरियो कलरको टनेल बनाएको छु, यो टनेल यो के हो भन्दाखेरि चाहिँ यो चाहिँ सेलमा पाउने पोर्सहरू हुन् अथवा पोर च्यानलहरू हुन्, जहाँबाट चाहिँ एकदमै मसिना एकदमै स्मल साइजका पार्टिकलहरू चाहिँ बाहिरबाट चाहिँ भित्र जान सक्छन्। ठिक छ। यो जाने मेकानिजम पनि हामी पढ्छौँ, जसलाई हामी फिल्ट्रेसन भन्छौँ। यो भनेको चाहिँ कहाँबाट हुन्छ भन्दाखेरि यही पोरबाट हुन्छ, सेलमा पाइन्छ, यो अनेक ठाउँमा पाइन्छ। ठिक छ। अर्को भनेको यो हेर्नु त, यहाँ एउटा यो हाम्रो मान्छे छ, मान्छे त नभनौँ, यो भनेको एउटा हाम्रो क्यारियर मोलिक्युल हो। मेबी इट क्यान बी प्रोटिन, मेबी इट क्यान बी एनिथिङ। यो चाहिँ हाम्रो एउटा के हो भन्दाखेरि चाहिँ क्यारियर हो। क्यारियरले के गर्छ भन्दाखेरि जुन कुरो चाहिँ सेलबाट बाहिरबाट भित्र सजिलै जान सक्दैन, त्यो कुरालाई चाहिँ यसले आफ्नो यो जुन हात छ त्यहाँसँग बाइन्ड गरेर यसले हातबाट सिधै यसरी भित्र पठाउँछ। ठिक छ। यसलाई हामी के भन्छौँ भन्दाखेरि क्यारियर मोलिक्युल भन्छौँ। मोस्ट अफ द केसमा यो प्रोटिन नै हुन्छ है, प्रोटिन नै हुन्छ। ठिक छ। हामी यसको बारेमा नि राम्ररी पढ्छौँ, कसरी यो क्यारियर मोलिक्युलले चाहिँ भित्र हाम्रो आयन्सहरू अथवा मोलिक्युलहरू ट्रान्सपोर्ट गर्छ त, त्यसको बारेमा नि हामी पढ्छौँ। सो गट इट? हाम्रो कम्पोजिसनमा के हुने भयो? एउटा भनेको फोस्फोलिपिड बाइलेयर हुने भयो, बाहिरपट्टि हाइड्रोफिलिक इन्ड, भित्रपट्टि हाइड्रोफोबिक इन्ड। सो लेट्स गेट अहेड। ल अब हेरौँ त ड्रगको प्यासेज हेरौँ है त, कसरी कुन मेकानिजमबाट चाहिँ ड्रग चाहिँ सेलभित्र जान सक्छ त। हामीले मेनली प्रोसेसहरूलाई चाहिँ दुईवटा सब हेडिङमा क्याटेगोराइज गरेका छौँ। एउटा भनेको सिम्पल, अर्को भनेको स्पेसलाइज्ड। सिम्पल भन्नाले चाहिँ कुनै पनि इनर्जी युज नगरिकन, कुनै पनि क्यारियर प्रोटिनको हेल्प नलिकन चाहिँ यदि ड्रग मोलिक्युल चाहिँ सेलभित्र जान सक्छ भने चाहिँ हामीले त्यसलाई के भन्छौँ? सिम्पल ट्रान्सपोर्ट भन्छौँ। र जस्ट त्यसको अपोजिट चाहिँ यदि इनर्जी युज गरेछ अथवा क्यारियर प्रोटिन युज गरेको छ अथवा सेल मेम्ब्रेनकै इन्टेग्रिटीलाई, त्यसको स्ट्रक्चरलाई चेन्ज गरेर ड्रग मोलिक्युल भित्र गछ भने चाहिँ हामीले त्यसलाई केमा राख्छौँ? स्पेसलाइज्डमा राख्छौँ। ठिक छ। र सुरुमा हेरौँ सिम्पलमा के हुन्छ? इनर्जी युज हुँदैन, न त त्यसमा क्यारियर प्रोटिन युज हुन्छ। ठिक छ। अब सिम्पल भनेको अझै फर्दर दुईवटा प्रोसेसमा हामीले डिभाइड गरेका छौँ। एउटा प्रोसेस हो डिफ्युजन, अर्को प्रोसेस हो फिल्ट्रेसन। डिफ्युजन भनेको चाहिँ सबभन्दा धेरै अकर हुने प्रोसेस हो।
मोर देन 90% हाम्रो जुन ट्रान्सपोर्ट मेकानिजम छ त्यो चाहिँ डिफ्युजनबाटै भइरहेको हुन्छ। डिफ्युजन भनेको के हो भन्दाखेरि चाहिँ सिम्पली भन्नु पर्दाखेरि चाहिँ ट्रान्सफर अफ आयोन अथवा मोलिकुल अर एनी पार्टिकल फ्रम हाई कन्सन्ट्रेसन टु लो कन्सन्ट्रेसन। ठिक छ, हाईबाट लोमा गछ भने त्यसलाई हामी के भन्छौँ भन्दाखेरि चाहिँ डिफ्युजन भन्छौँ। अनि एज आई सेड अर्लियर यसमा चाहिँ एटिपी युज हुँदैन अथवा इनर्जी युज हुँदैन, त्यही भएर यो प्रोसेसलाई हामी के पनि भन्छौँ भन्दाखेरि प्यासिभ ट्रान्सपोर्ट पनि भन्छौँ। ठिक छ, अब अलिकति डिफ्युजनको बारेमा अझै बुझौँ है त। सो लेट्स डिस्कस वाट ड्राइभ्स द डिफ्युजन। डिफ्युजन हुन्छ कसरी त? कसरी भन्दाखेरि थ्रु द डिफरेन्स इन कन्सन्ट्रेसन। लेट सपोज दिस इज अ सेल मेम्ब्रेन है, यो चाहिँ सेल मेम्ब्रेन हो। ठिक छ, सेल मेम्ब्रेन हो, यो चाहिँ हाम्रो सेलभित्रको इनसाइड कन्टेन्ट भयो, यो चाहिँ आउटसाइड भयो। ल मैले भर्खर चाहिँ एउटा ड्रग मोलिक्युल इन्जेक्ट गरेको छु अरे, त्यसको 400 मोलिक्युल चाहिँ बाहिर छ, सेलभित्र अहिले चाहिँ 0 छ। ठिक छ, 0 छ भनेपछि यहाँ के भयो? कन्सन्ट्रेसनको डिफ्रेन्स क्रिएट भयो। यहाँ 400 छ, यहाँ कति छ? 0 छ। त्यही भएर चाहिँ अब यहाँ के क्रिएट भयो भन्दाखेरि चाहिँ कन्सन्ट्रेसन ग्रेडियन्ट क्रिएट भयो। वाट इज कन्सन्ट्रेसन ग्रेडियन्ट भन्दाखेरि चाहिँ इट इज जस्ट द डिफरेन्स बिट्विन द कन्सन्ट्रेसन एक्रस द मेम्ब्रेन। ठिक छ, अब यो कन्सन्ट्रेसन ग्रेडियन्टले के गर्छ भन्दाखेरि चाहिँ यो डिफ्युजनले ड्राइभ गर्छ। अनि डिफ्युजन कसरी हुन्छ भन्दाखेरि चाहिँ यो होल 400 को 400 मोलिकुल चाहिँ भित्र जाँदैन। कसरी हुन्छ भन्दाखेरि चाहिँ दुईटैपट्टि चाहिँ इक्विलिब्रियम क्रिएट हुने तरिकाले, दुईटैपट्टि चाहिँ बराबर मोलिकुल हुने तरिकाले चाहिँ डिफ्युजन हुन्छ। भन्नाले अब 400 यहाँ छ, यहाँ 0 छ भने अब इक्वल कसरी हुन्छ? यहाँ पनि 200 राखेर, यहाँ पनि 200 राखेर, भन्नाले यहाँको अब 200वटा मोलिकुल के हुन्छ? यता ट्रान्सफर हुन्छ। ठिक छ, यहाँ के हुन्छ? अब 200वटा मोलिकुल ट्रान्सफर हुने भयो। फाइनल हाम्रो कन्सन्ट्रेसन कति हुन्छ? यतापट्टि 200, यतापट्टि 200। ठिक छ, यहाँ कुनै पनि इनर्जी अथवा कुनै पनि एटिपी युज भएको छ त? छैन। के युज भएको छ? कन्सन्ट्रेसन ग्रेडियन्ट युज भएको छ। ठिक छ, यो चाहिँ हाम्रो के हो? डिफ्युजनको ड्राइभिङ फोर्स हो। मानौ मैले एउटा चाहिँ एउटा मैले पहाड बनाएँ, पहाडबाट चाहिँ मैले एउटा पाङ्ग्रा झारिदिएँ भने चाहिँ मैले माथिबाट एकचोटि धक्का दिए मात्र पुग्छ, तलसम्म आफै गुड्दै जान्छ, किनकि तल केले तानिरहेको छ? त्यसलाई ग्रेभिटीले तानिरहेको छ। यसमा पनि त्यही हो, जस्ट एउटा सुरुको कन्सन्ट्रेसन ग्रेडियन्ट भए मात्र पुग्छ, त्यसपछि बाँकी काम आफै के हुन्छ? भइरहेको हुन्छ। ठिक छ, अब तपाईँको मनमा क्वेसन के आउनुपर्छ भन्दाखेरि डिफ्युजन सबैले गर्न सक्छन् त? सबै मोलिकुलले चाहिँ डिफ्युजन गर्न सक्छ त? कुन पार्टिकलले चाहिँ डिफ्युजन गर्न सक्छ त? त्यो हेरौँ है त, छोटकरीमा हेरौँ। ठिक छ, अनि जस्ट आई से द्याट इट डज नट टेक एनी इनर्जी, त्यसैले हामीले के पनि भन्छौँ भन्दाखेरि चाहिँ डाउन हिल मुभमेन्ट पनि भन्छौँ। ठिक छ, अब हेरौँ है त डिफ्युजन कस्तो पार्टिकलले गर्न सक्छ त? सो लेट्स क्विकली रिभाइज दिस सेल मेम्ब्रेन स्ट्रक्चर। हाम्रो यो बाहिरपट्टिको इन्ड भनेको चाहिँ कस्तो इन्ड हो? हाइड्रोफिलिक इन्ड हो। र यो जुन थिक भित्रको जुन मिडल लेयर छ त्यो चाहिँ कस्तो इन्ड हो? हाइड्रोफोबिक इन्ड हो। ठिक छ, हाइड्रोफोबिक अथवा फ्याट सोलुबल हो। अब चाहिँ कस्तो मोलिकुल जान्छ भन्दाखेरि चाहिँ फ्याट सोलुबल मोलिकुल चाहिँ डिफ्युजनमा जान्छ। किन जान्छ भन्ने कुरो म एकछिनमा एक्सप्लेन गर्छु है त। फ्याट सोलुबल जान्छ। अर्को भनेको फ्याट सोलुबलको भन्नुको मिनिङ नै के हो? हाइड्रोफोबिक हो। यो सबै सिनोनिमहरू हुन् है, सिनोनिमहरू हुन्। यो भन्नु र यो भन्नु केही फरक छैन। अर्को यसको सिनोनिम के हुन्छ भन्दाखेरि चाहिँ अनआयोनाइज्ड हुन्छ है त, अनआयोनाइज्ड। अनि अनआयोनाइज्ड भनेको के हो? नन पोलार हो। ठिक छ, नन पोलार। यस्तो मोलिकुलहरू भयो भने चाहिँ त्यो केमा जान सक्छ भन्दाखेरि डिफ्युजनमा जान सक्छ। अब कस्तो जान सक्दैन भन्दाखेरि चाहिँ, कस्तो मोलिकुल जान सकेन भन्दाखेरि चाहिँ ठ्याक्कै यसको अपोजिट, फ्याट सोलुबलको उल्टो के हुन्छ? अब वाटर सोलुबल हुन्छ, वाटर सोलुबल। अर्को भनेको हाइड्रोफोबिकको उल्टो के हुन्छ? हाइड्रोफिलिक हुन्छ। अर्को अनआयोनाइज्डको उल्टो के हुन्छ? आयोनाइज्ड हुन्छ। र नन पोलारको उल्टो के हुन्छ? पोलार हुन्छ। दिज मोलिकुल कान्ट गो अन्डर डिफ्युजन बिकज हेर त नाममै के छ? वाटर सोलुबल मोलिकुल छ, पोलार मोलिकुल छ, आयोनाइज मोलिकुल छ भन्नाले यदि मैले यो यस्तो एउटा मोलिकुल जुन चाहिँ पोलार अथवा आयोनाइज्ड अथवा हाइड्रोफिलिक अथवा वाटर सोलुबल छ भने यसले के एट्र्याक्ट गरिरहेको हुन्छ भन्दाखेरि आफूसँग चाहिँ वाटर मोलिकुल एट्र्याक्ट गरिरहेको हुन्छ, वाटर मोलिकुल एट्र्याक्ट यसले गरिरहेको हुन्छ। ठिक छ, अनि त्यही भएर चाहिँ वरिपरि यसको के हुन्छ भन्दाखेरि वाटर मोलिकुल टन्नै जम्मा भएर चाहिँ एउटा बिगर कम्पाउन्ड बन्छ, एउटा सानो ड्रग मोलिकुल हो। तर यो चाहिँ यदि पोलार छ भने यसले के गर्छ भन्दाखेरि वरिपरिको चार्ज पार्टिकल अथवा वाटर मोलिकुललाई के गर्छ? यसले आफूसँग एट्र्याक्ट गर्छ। अनि फाइनल्ली एउटा के बनाउँछ भन्दाखेरि ठुलो एउटा हाइड्रेसन सेल बनाउँछ। यो हाइड्रेसन सेल चाहिँ इट इज टु थिक फर दिस फ्याट मेम्ब्रेन टु गेट डिजल्भ है त। यो चाहिँ धेरै थिक हुन्छ, यसले यो मेम्ब्रेनलाई पार गर्नै सक्दैन। त्यही भएर चाहिँ हाम्रो यो जुन आयोनाइज अथवा पोलर मोलिकुल छ त्यसले चाहिँ डिफ्युजन गर्न सक्दैन, किनकि यसले के गर्यो भन्दाखेरि चाहिँ एउटा वरिपरि ठुलो वाटर मोलिकुल आफूसँग राखेर चाहिँ हाइड्रेसन सेल बनायो। अनि त्यो हाइड्रेसन सेल छ त्यसले चाहिँ यो जुन हाम्रो थिक हाइड्रोफोबिक लेयर छ त्यसलाई भनेको पार गर्न सक्दैन। ठिक छ, अर्को रिजन के हुन सक्छ भन्दाखेरि यो चार्ज छ। के छ? यो चार्ज छ।
हाम्रो पोलर भनेको मिनिङ नै के हो अथवा आयोनाइज भनेको मिनिङ नै के हो, चार्ज छ यसमा। चार्जले गर्दा के हुन्छ भन्दाखेरि यो जुन हाम्रो न्युट्रल अथवा अलमोस्ट न्युट्रल फ्याट सोल्युबल लेयर छ त्यसले चाहिँ यसलाई के गर्छ भन्दाखेरि यसरी ट्रान्सपोज गर्न दिन्न, यसरी चाहिँ भित्र क्रस गरेर जान दिँदैन। ठिक छ, यो दुईटा रिजनले गर्दाखेरि चाहिँ हाम्रो पोलर मोलिक्युल चाहिँ डिफ्युजनमा जान सक्दैन। अब जस्ट अपोजिट के छ, हाम्रो फ्याट सोल्युबल हाइड्रोफोबिक अनआयोनाइज अथवा नन पोलर, यसले कुनै पनि तरिकाको हाइड्रोजन सेल बनाउँदैन, कुनै पनि तरिकाको हाइड्रोजन सेल चाहिँ बनाउँदैन। ठिक छ, अनि सजिलरी यो न्युट्रल हुनेको भएको कारणले गर्दाखेरि चाहिँ यसले सजिलरी जो न्युट्रल हाम्रो लेयर छ त्यसलाई चाहिँ डिजल्भ भएर चाहिँ त्यहाँबाट निस्केर बाहिर अथवा भित्र चाहिँ गर्न सक्छ। यसरी चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ फ्याट सोल्युबल हाइड्रोफोबिक अनआयोनाइज अथवा नन पोलर मोलिक्युल चाहिँ डिफ्युजनमा जान सक्ने भयो, यिनीहरू चाहिँ जान सक्ने भएन। ठिक छ, यो नै हाम्रो के हो डिफ्युजनको एक्सप्लेनेसन हो। अब अलिकति हामीले के पढ्नुपर्छ भन्दाखेरि चाहिँ डिफ्युजनलाई के कुराले असर पार्छ त, त्यो हामी पढ्छौँ केबाट भन्दाखेरि चाहिँ फिक्स लबाट। फिक्सले एउटा फर्मुला भनेका थिए, जुन हाम्रो रेट अफ डिफ्युजन छ त्यो चाहिँ यो कुरामा डिपेन्डेन्ट हुन्छ, यो कुरामा डिपेन्डेन्ट हुन्छ। यो अपनभन्दा माथिको सबै कुरा चाहिँ हाम्रो रेट अफ डिफ्युजनसँग चाहिँ डाइरेक्टली प्रोपोर्सनल हुन्छ, तलपट्टिको जुन यो टी छ त्यो चाहिँ के हुन्छ रेट अफ डिफ्युजनसँग चाहिँ इन्भर्सली प्रोपोर्सनल हुन्छ। ल हेरौँ है त, छोटकरीमा सबै कुरा हेरिहालौँ। ल यो जुन हाम्रो C1 - C2 छ यो के हो भन्दाखेरि चाहिँ कन्सन्ट्रेसन ग्रेडियन्ट हो, डिफरेन्स इन कन्सन्ट्रेसन हो। अब हेरौँ त, ल मानौँ मैले चाहिँ एउटा मेम्ब्रेन बनाएको छु, यहाँ मैले मानौँ एउटा यहाँ मेम्ब्रेन बनाएँ। ठिक छ, यो केस 1 हो, अर्को यतापट्टि केस 2 छ। ठिक छ, यो यतापट्टि मैले मेम्ब्रेन बनाएँ। ल यो चाहिँ आउटसाइड हो, यो चाहिँ इनसाइड हो, आउटसाइड र इनसाइड। आउटसाइडमा एउटा ड्रगको कन्सन्ट्रेसन चाहिँ 400 छ अरे। ठिक छ, भित्रपट्टि कति छ अरे 800 छ अरे। अर्को केसमा के भयो भन्दाखेरि चाहिँ यता आउटसाइड 200 छ अरे, यतापट्टि भित्र चाहिँ 800 छ अरे। अब हेरौँ त, केस 1 मा चाहिँ डिफ्रेन्स कतिको छ अथवा कन्सन्ट्रेसन ग्रेडियन्ट कतिको छ 400 को छ। केस 2 मा कति छ, केस 2 मा चाहिँ कति छ भन्दाखेरि 800 - 200 भनेको 600 को छ। यसमा कन्सन्ट्रेसन ग्रेडियन्ट के भयो धेरै भयो, यसमा भनेको कम भयो। अब के हुन्छ भन्दाखेरि हेरौँ त, के हुन्छ भन्दाखेरि चाहिँ अब यो त सेल त इक्विलिब्रियममा बस्न खोज्छ। मैले भर्खर भनेको थिएँ डिफ्युजन भनेको के को लागि हुने हो, इक्विलिब्रियम मेन्टेन गर्नको लागि हुने हो। अब हेरौँ त इक्विलिब्रियम कसरी मेन्टेन हुन्छ केस 1 मा। केस 1 मा कसरी हुन्छ भन्दाखेरि चाहिँ यो 800 को 400 होइन 800 को चाहिँ 200 वटा मोलिक्युल यता आयो भने चाहिँ 400 + 200 कति हुन्छ 600 हुन्छ। अनि 800 बाट 200 घट्यो भने कति हुन्छ, अब यता पनि 600 हुन्छ। भनेपछि यहाँ कतिवटा मोलिक्युल चाहिँ ट्रान्सफर भयो, जस्ट 200 वटा ट्रान्सफर भयो है त। ठिक छ, कन्सन्ट्रेसन ग्रेडियन्ट 400 हुँदाखेरि चाहिँ हाम्रो 200 वटा मोलिक्युल के भयो ट्रान्सफर हुने भयो, यताउता ट्रान्सपोर्ट हुने भयो। अब केस 2 मा हेरौँ त, यहाँ ग्रेडियन्ट कतिको छ 600 को छ। भन्छ अब यतापट्टि इक्विलिब्रियम मेन्टेन गर्नको लागि 800 बाट कतिवटा मोलिक्युल यता आउनु पर्यो भन्दाखेरि चाहिँ 300 वटा आउनु पर्यो। ठिक छ, भनेपछि 200 + 300 गर्दा कति भयो टोटल 500 भयो। 800 बाट 300 घटाउँदा कति भयो, यहाँ पनि 500 भयो। बल्ल के भयो इक्विलिब्रियम के भयो मेन्टेन भयो। तर यहाँ कतिवटा मोलिक्युल आयो भन्दाखेरि 300 वटा आयो, यतापट्टि 200 वटा आएको थियो, यतापट्टि 300 वटा आयो। भनेपछि जति धेरै कन्सन्ट्रेसन ग्रेडियन्ट हुन्छ त्यति धेरै के हुन्छ डिफ्युजन हुन्छ। यो तपाईँले बुझ्नुभयो होला है त। C1 - C2 जति धेरै हुन्छ त्यति धेरै के हुन्छ रेट अफ डिफ्युजन हुन्छ। अर्को हेरौँ त डाइरेक्टली प्रोपोर्सनल के छ एरिया छ। एरिया भन्नाले सिम्पल, यो कम एरियाबाट कम मोलिक्युल आउँछ, धेरै एरियाबाट चाहिँ धेरै मोलिक्युल चाहिँ डिफ्युजनमा जान्छ। सिम्पल लजिक छ है त। अर्को डी भनेको चाहिँ डिफ्युजन कोफिसिएन्ट हो। अब डिफ्युजन कोफिसिएन्ट भनेको चाहिँ ड्रगको क्वालिटी हो है त, क्वालिटी अथवा ड्रगको आफ्नै प्रपर्टी हो। जस्तै ड्रगको साइज चाहिँ धेरै भयो भने अथवा वेट पनि धेरै भयो भने चाहिँ त्यसको चाहिँ डिफ्युजन कोफिसिएन्ट के हुन्छ भन्दाखेरि लो हुन्छ। ठिक छ, लो हुन्छ। तर ड्रगको साइज चाहिँ कम भयो भने वेट पनि कम भयो भने त्यसको डिफ्युजन कोफिसिएन्ट के हुन्छ हाई हुन्छ। भन्नाले चाहिँ हाम्रो साइज कम भयो भने के हुन्छ सजिलरी मेम्ब्रेनबाट जान सक्छ, वेट कम भयो भने पनि के हुन्छ सजिलरी मेम्ब्रेनबाट जान सक्छ। अब हेरौँ त, साइज कम भयो वेट कम भयो, डिफ्युजन कोफिसिएन्ट धेरै भयो। डिफ्युजन कोफिसिएन्ट धेरै भएपछि के हुन्छ रेट अफ डिफ्युजन पनि के हुन्छ धेरै हुन्छ। ठिक छ, इट प्रिटी मच जस्टिफाइज दिस रिलेसन है त। ठिक छ, ल अर्को हेरौँ के भनेको त के हो भन्दाखेरि चाहिँ लिपिड ओइल कोफिसिएन्ट पनि भन्न पाइयो त्यसलाई, अथवा पार्टिसन कोफिसिएन्ट सिम्पली भन्न पायो। ठिक छ, दिस इज पार्टिसन कोफिसिएन्ट। म फेरि यतापट्टि सेल मेम्ब्रेना गएँ, यतापट्टि हेरौँ है त। सेल मेम्ब्रेना भनेको हाइड्रोफोबिक इन्ड मात्र छैन, थोरै के पनि छ भन्दाखेरि हाइड्रोफिलिक इन्ड पनि छ। सो अ ड्रग सुड बी ब्यालेन्स्ड है त। टोटल्ली हाइड्रोफोबिक भयो भने पनि त्यो जान सक्दैन, टोटल्ली हाइड्रोफिलिक भयो भने त झन् जानै सकेन। तर यता ड्रग चाहिँ यदि ब्यालेन्स्ड कन्डिसनमा छ भने, त्यसमा धेरै हाइड्रोफोबिक र केही टर्म चाहिँ केही पोर्सन चाहिँ हाइड्रोफिलिक छ भने त्यसले के हेल्प गर्छ भन्दाखेरि त्यो जुन थोरै जुन हाइड्रोफिलिक पोर्सन छ त्यसले चाहिँ यो जुन हाइड्रोफिलिक लेयर छ त्योसँग इन्टरेक्ट गरेर यसलाई पार गर्नमा हेल्प गरेको हुन्छ। त्यसपछि जुन धेरै जुन हाइड्रोफोबिक पोर्सन छ त्यसले चाहिँ यो जुन धेरै हाइड्रोफोबिक रिजन छ त्यसलाई
ट्रान्सफर गर्नमा अथवा क्रस गर्नमा हेल्प गरेको हुन्छ। त्यही भएर ड्रग चाहिँ सधैँ ब्यालेन्स कन्डिसन हुनुपर्छ। यो जुन हाम्रो पार्टिसन कोफिसिएन्ट छ त्यसले त्यही नै भन्छ, लिपिड वाटरको कोफिसिएन्ट भनेको चाहिँ ब्यालेन्समा हुनुपर्छ। धेरै लिपिड हुनुपर्छ तर टोटल्ली लिपिड मात्र भएर भएन, थोरै चाहिँ वाटर कोफिसिएन्ट पनि हुनुपर्छ। ठिक छ, त्यही भएर चाहिँ हाम्रो यदि ब्यालेन्स धेरै भयो भने त्यसको के हुन्छ, कोफिसिएन्ट भनेको धेरै हुन्छ। धेरै कोफिसिएन्ट भएपछि रेट अफ डिफ्युजन पनि के हुन्छ, धेरै हुन्छ। ठिक छ, अब एउटा मात्र कुरो जुन चाहिँ इन्भर्सली प्रोपोर्सनल हुन्छ त्यो चाहिँ के हो, थिकनेस हो। सो यसो सोध्नुहोस् त, क्रस गर्नुपर्ने मेम्ब्रेन धेरै थिक भयो भने त अफकोर्स डिफ्युजन कम हुन्छ नि त, त्यही नै नियम हो। अब हेरौँ त, थिकनेस धेरै भयो भने के भयो, थिकनेस धेरै भयो भने हाम्रो रेट अफ डिफ्युजन के हुने भयो, कम हुने भयो। एउटा एक्स्ट्रा इन्फर्मेसन के राख्नु भन्दाखेरि चाहिँ हाम्रो बडीभरि सबभन्दा थिक ब्यारियर कहाँ हुन्छ भन्दाखेरि चाहिँ स्किनमा हुन्छ। त्योभन्दा कम थिक चाहिँ एन्टेरोसाइटमा हुन्छ र सबभन्दा थिन चाहिँ हाम्रो न्युक्लियसको मेम्ब्रेनमा हुन्छ, न्युक्लियस अथवा माइटोकोन्ड्रियाको मेम्ब्रेनमा हुन्छ। ठिक छ, यो चाहिँ हाम्रो सिक्वेन्स हो है त। सबभन्दा थिक ब्यारियर स्किनमा, त्यसपछि कम थिक अथवा त्योभन्दा थिनर इन्टेरोसाइटमा, त्योभन्दा थिनर चाहिँ न्युक्लियस अथवा माइटोकोन्ड्रियामा। सो दिस इज अल अबाउट द फिक्स्ड ल। सो लेट्स गेट ब्याक टु द ट्रान्सपोर्ट मेकानिजम। यो सबै हामीले पढ्यौँ के को भन्दाखेरि डिफ्युजनको पढ्यौँ है त। ठिक छ, डिफ्युजनको पढ्यौँ है। ल अब हेरौँ त, यो जुन फिल्ट्रेसन छ यो पनि केमा पर्छ, सिम्पलमा पर्छ। फिल्ट्रेसन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ सेल मेम्ब्रेनको एउटा के हो भन्दाखेरि सुरुङ जस्तो बाटो हो है त, सुरुङ जस्तो बाटो हो। सेल मेम्ब्रेनको एउटा सुरुङ जस्तो बाटो हो, यो सेल मेम्ब्रेन हो। ठिक छ, एउटा सुरुङ जस्तो बाटो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा फिल्ट्रेसन हुने एउटा पोरको च्यानल हो। अब हेरौँ त, यदि त्यो मोलिकुल चाहिँ एकदमै सानो छ भने के हुन्छ भन्दाखेरि यो जुन पोर छ त्यहाँबाट त्यसरी जान सक्छ है त, त्यहाँबाट जान सक्छ। अब त्यसको साइज कति हुनु पर्यो, कति सानो हुनु पर्यो भन्दाखेरि त्यो चाहिँ 100 किलो डाल्टन वेटभन्दा कम हुनु पर्यो। ठिक छ, 100 किलो डाल्टन वेटभन्दा कम हुनु पर्यो। अब यतापट्टि डिफ्युजनमा अघि न ड्राइभिङ फोर्स के थियो, कन्सन्ट्रेसन ग्रेडियन्ट थियो। यसको लागि चाहिँ ड्राइभिङ फोर्स के हुन्छ भन्दाखेरि चाहिँ हाइड्रोस्ट्याटिक प्रेसर अथवा अस्मोटिक प्रेसर हुन्छ। मानौ यो सेलको इनर लेयर हो है त, इनर लेयर हो, यो चाहिँ आउटर लेयर हो। भित्रतिर चाहिँ पानी कम छ अरे, वाटर कम छ अरे, बाहिर वाटर धेरै छ अरे भनेपछि वाटर के हुन्छ, धेरैबाट थोरैतिर आउन जान्छ। अब त्यो जुन ड्रग मोलिकुल छ त्यो चाहिँ यति सानो छ कि त्यो चाहिँ पानीमा मिसिन सक्छ भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब त्यो चाहिँ पानीसँग मिसेर पानी सँगसँगै के हुन्छ भन्दाखेरि सेलभित्र आउँछ। यो जुन प्रोसेस छ हामी त्यसलाई के भन्छौँ भन्दाखेरि फिल्ट्रेसन भन्छौँ। ठिक छ, अब फिल्ट्रेसनले के पनि एलाउ गर्ने भयो भन्दाखेरि चाहिँ यसले चाहिँ अब वाटर सोल्युबल मोलिकुललाई पनि के गर्नुभयो, एलाउ गर्ने भयो। अघि न फ्याट सोल्युबल त आफै मेम्ब्रेन पार गरेर जान सकेको थियो, तर अब वाटर सोल्युबलले मेम्ब्रेन पार गर्न सकेन। त्यसले के अब बाटो अप्नाउँछ भन्दाखेरि फिल्ट्रेसनको बाटो अप्नाउँछ। ठिक छ, किनकि यहाँ त सिधै एउटा सुरुङ जस्तो भएर पानीसँग मिसेर के हुन्छ, यसरी भित्र आउने कुरो हुन्छ। त्यही भएर हाम्रो फिल्ट्रेसनमा मेनली कस्तो मोलिकुल आउने भयो, वाटर सोल्युबल मोलिकुल आउने भयो। ठिक छ, ओके। अब हेरौँ स्पेसियलाइज ट्रान्सपोर्ट। स्पेसियलाइज फेरि फर्दर 3टा ट्रान्सपोर्टमा डिभाइड भएको छ। एउटा भनेको एक्टिभ, अर्को भनेको फेसिलिटेटेड, अर्को भनेको पिनोसाइटोसिस। एक्टिभ भनेको सजिलो याद गर्दाखेरि सबै डिफ्युजनको उल्टो भनेर याद गरे हुन्छ, सबै इन्भर्स, सबै के हो, इन्भर्स हो। यतापट्टि एक्टिभ छ, यतापट्टि के छ, प्यासिभ छ। यतापट्टि एटिपी चाहिएको छैन, यतापट्टि एटिपी चाहिन्छ, यतापट्टि इनर्जी चाहिन्छ। यो डाउन हिल हो, यो चाहिँ के हो, अप हिल हो, अप हिल मुभमेन्ट हो। यतापट्टि चाहिँ कन्सन्ट्रेसन ग्रेडियन्टको एलोङमा गइन्छ, यतापट्टि चाहिँ अगेन्स्ट द कन्सन्ट्रेसन ग्रेडियन्ट गइन्छ। भन्नाले मानौँ एकछिनलाई चाहिँ बाहिरपट्टि चाहिँ 800 छ अरे, भित्रपट्टि चाहिँ 200 छ भने चाहिँ अझै पनि चाहिँ यो 200 नै बाहिर जान्छ। झन् धेरैबाट तल थोरैतिर आउनुपर्ने हो, तर एक्टिभमा के हुन्छ भन्दाखेरि चाहिँ थोरैबाट अझै धेरैतिर जान्छ है त। यो चाहिँ के भयो, अगेन्स्ट द कन्सन्ट्रेसन ग्रेडियन्ट भयो। ठिक छ, यो चाहिँ केमा हुन्छ, हाम्रो एक्टिभ ट्रान्सपोर्टमा हुन्छ। ठिक छ, अब एक्टिभ ट्रान्सपोर्ट फर्दर दुईटामा डिभाइड गरेको छौँ। एउटा भनेको प्राइमरी, अर्को भनेको सेकेन्डरी। यदि एउटा मात्र मोलिकुल इन्भल्भ भएको छ भने चाहिँ त्यो भनेको प्राइमरी, यदि दुईटा मोलिकुल इन्भल्भ भएको छ भने त्यो चाहिँ के हो, सेकेन्डरी। सेकेन्डरीमा अझै फर्दर केमा हुन्छ भन्दाखेरि सिम्पोर्ट पनि हुन सक्यो, एन्टिपोर्ट पनि हुन सक्यो। अब सिम्पोर्ट भनेको चाहिँ के भन्दाखेरि चाहिँ सिम्पोर्ट भनेको चाहिँ हेरौँ त, सिम्पोर्ट भनेको चाहिँ यदि यो मेम्ब्रेन छ अरे, यहाँ मेम्ब्रेन छ, यो हाम्रो त्यो बाटो हो, आयनको मुभमेन्ट हुने बाटो हो। ठिक छ, सिम्पोर्ट भनेको चाहिँ दुईटा मोलिकुलहरू हुन्छन्, दुईटा मोलिकुल चाहिँ सँगसँगै जान्छन्। एउटा यो मोलिकुल भयो, अर्को यो मोलिकुल भयो। मानौ यो मोलिकुल चाहिँ हाम्रो के हो, ग्लुकोज हो, ग्लुकोज हो, यो चाहिँ हाम्रो के हो, सोडियम हो। ठिक छ, अब चाहिँ खासमा चाहिँ के हुन्छ भन्दाखेरि यो सिम्पोर्टमा चाहिँ एउटा मोलिकुल चाहिँ खासमा भित्र जान लागेको हुन्छ। यही भित्र जाने जुन फोर्स छ नि एउटा मोलिकुलको, त्यही फोर्समा चाहिँ अर्को मोलिकुल पनि के हुन्छ, सँगसँगै भित्र गइदिन्छ। ठिक छ, यो भनेको चाहिँ के को इक्जाम्पल हो, सिम्पोर्टको इक्जाम्पल हो। त्यही भएर चाहिँ हामीले कहिले कसो सोच्नुपर्छ, जीवनजाल खाँदाखेरि किन त्यहाँ चाहिँ धेरै त्यो इलेक्ट्रोलाइटहरू हुन्छ भन्दाखेरि चाहिँ इलेक्ट्रोलाइट आर नेसेसरी फर द ट्रान्सपोर्ट अफ ग्लुकोज है त। ग्लुकोज सेलभित्र गएपछि बल्ल हाम्रो इनर्जी पाउँछौँ। त्यही भएर चाहिँ हामीले अलिकति इनर्जी कम हुँदाखेरि के खान्छौँ भन्दाखेरि चाहिँ जीवनजाल खान्छौँ, किनकि त्यो जीवनजालमा भएको इलेक्ट्रोलाइटहरूले के गर्छ भन्दाखेरि ग्लुकोजको ट्रान्सपोर्टमा हेल्प गरेको हुन्छ। इट इज एन इक्जाम्पल अफ सिम्पोर्ट।
ठिक छ। अब एन्टिपोड के भन्नुभयो यसको ठ्याक्क अपोजिट भन्नाले चाहिँ अब चाहिँ अर्को मानौ XYZ कुनै एउटा मोलिक्युल छ सोडियम यसरी भित्र आउँदाखेरि चाहिँ यो मोलिक्युल चाहिँ अब बाहिर जाने भयो ठिक छ बाहिर जाने भयो। यदि अपोजिट डाइरेक्सन छ भने चाहिँ त्यो केमा पर्छ अब एन्टिपोडमा पर्छ ठिक छ। गट इट हेरौँ त यति नै कुरा हाम्रो केमा छ एक्टिभ ट्रान्सपोर्टमा छ। अर्को हो फेसिलिटेटेड ट्रान्सपोर्ट यो भनेको सबै कुरो त्यही छ सबै कुरो डिफ्युजन जस्तै हुन्छ। फेसिलिटेटमा पनि एटिपी युज हुँदैन तर युज के हुन्छ भन्दाखेरि चाहिँ एउटा क्यारियर प्रोटिन युज हुन्छ ठिक छ। क्यारियर प्रोटिन भन्नाले चाहिँ यो सेल मेम्ब्रेनमा चाहिँ एउटा यस्तो प्रोटिन छ एउटा यस्तो प्रोटिन हुन्छ जसले चाहिँ बाहिरको मोलिक्युल चाहिँ यसरी लगाएर भित्र ट्रान्सफर गरिदिन्छ ठिक छ। डिफ्युजनमा चाहिँ त्यो ड्राइभिङ फोर्स के थियो कन्सन्ट्रेसन ग्रेडियन्ट थियो। फेसिलिटेटेड ट्रान्सपोर्टमा चाहिँ के हुन्छ ड्राइभिङ फोर्स त्यो एउटा क्यारियर प्रोटिन हुन्छ ठिक छ क्यारियर प्रोटिन हुन्छ। यो भनेको डिफ्युजन जस्तै हो जस्ट यसमा के एड हुन्छ क्यारियर मोलिक्युल अथवा प्रोटिन एड हुन्छ ठिक छ। अब अर्को भनेको पिनोसाइटोसिस थर्डमा के छ पिनोसाइटोसिस छ। यसमा के हुन्छ भन्दाखेरि मानव एउटा यो सेल मेम्ब्रेन हो यो चाहिँ हाम्रो ड्रग मोलिक्युल हो। यसमा के हुन्छ भन्दाखेरि यो ड्रग मोलिक्युलले चाहिँ सेल मेम्ब्रेनसँग इन्टरेक्ट गरेर त्योसँग फ्युज हुन्छ यसरी फ्युज हुन खोज्छ र अर्को स्टेपमा चाहिँ सेल मेम्ब्रेन र यो मोलिक्युल चाहिँ फ्युज भएर चाहिँ यसरी सेलभित्र आइपुग्छ ठिक छ आइपुग्छ। यो जुन प्रोसेस चाहिँ हामी के भन्छौँ भन्दाखेरि पिनोसाइटोसिस भन्छौँ। इट इज एन एक्जाम्पल अफ इन्डोसाइटोसिस ठिक छ हो। यसरी हाम्रो के हुन्छ भन्दाखेरि सेल मेम्ब्रेनको एक्रस चाहिँ हाम्रो ड्रग मोलिक्युल पास भएर हुन्छ। सिम्पल स्पेसलाइज सिम्पलमा डिफ्युजन फिल्ट्रेसन स्पेसलाइजमा चाहिँ एक्टिभ फेसिलिटेटेड र पिनोसाइटोसिस ठिक छ ल। सो वी हेभ कम टु द मोर इम्पोर्टेन्ट टपिक नाउ द्याट इज पिएच पार्टिसन हाइपोथेसिस। यो भने के हो त किन यो चाहिन्छ त है त वाइ टु रिड दिस भन्दाखेरि हामी अन्तिममा भनिहाल्छौँ है त। हेरौँ त जब कुनै पनि ड्रग इन्जेक्ट हुन्छ बडीमा त्यो चाहिँ बोथ अनआयोनाइज र आयोनाइज स्टेटमा हुन्छ ठिक छ। चार्जलेस अथवा चार्ज स्टेटमा दुवै कन्डिसनमा हुन्छ है त। अब कुन कन्डिसन हामीले बडी फेभर गर्नु पर्यो एब्जर्प्सनको लागि भन्दाखेरि चाहिँ अनआयोनाइज कन्डिसन धेरै हुनु पर्यो किनकि डिफ्युजनको लागि के चाहिन्छ अनआयोनाइज पार्टिकल चाहिन्छ। आयोनाइज त के हुन्छ रिपेल हुन्छ ठिक छ। त्यही भएर चाहिँ अब कस्तो हाम्रो इन्भाइरोमेन्ट म्यानिपुलेट गऱ्यौँ भने चाहिँ त्यो ड्रग चाहिँ धेरै अनआयोनाइज कन्डिसनमा हुन्छ त त्यो हेरौँ है त। हामीले बायोकेमिस्ट्रीमा पढेकै थियौँ होला है हेन्डरसन हेसेलब्याच इक्वेसन यसले के भन्छ भन्दाखेरि नम्बर अफ अथवा पर्सेन्टेज अफ आयोनाइज पार्टिकल इज डिराइभ फ्रम दिस फर्मुला जुन चाहिँ के हो 100/1 + एन्टिलग pKa - pH 1 + एन्टिलग pKa - pH ठिक छ। यो चाहिँ के को लागि हो विक एसिडिक ड्रगको लागि हो। यदि विक बेसिक ड्रग थियो भने चाहिँ फर्मुला के हुन पुग्छ भन्दाखेरि चाहिँ आयोनाइज कन्सन्ट्रेसन यो यहाँ छ 100/1 + एन्टिलग pH - pKa हुन पुग्छ है त। यो विक बेसिक भयो भने ठ्याक्क रिभर्स हुन्छ। ल एकछिनलाई हामीले चाहिँ एउटा विक एसिडिक ड्रगको इक्जाम्पल लियौँ है त। विक एसिडिक ड्रगको इक्जाम्पल लियौँ। यो कन्सन्ट्रेसन अफ आयोनाइज पार्टिकल छ फर्मुला भनेको 100/1 + एन्टिलग pKa - pH छ ठिक छ। यो pH भनेको चाहिँ यो हाम्रो जुन pH छ त्यो भनेको चाहिँ ड्रगको वरिपरिको इन्भाइरोमेन्टको pH हो है। यदि पेटमा हामीले ड्रग हालेछौँ भने त्यसको pH कति हुने भयो 2 हुने भयो। आन्द्रामा हालेछौँ भने चाहिँ कति हुने भयो 7.5 हुने भयो 7.5 हुने भयो। pKa भनेको चाहिँ ड्रगको प्रपर्टी हो है ड्रगको प्रपर्टी हो अथवा pKa भनेको चाहिँ यस्तो एउटा pH हो जुनमा चाहिँ ड्रग चाहिँ 50% आयोनाइज कन्डिसनमा हुन्छ र 50% अनआयोनाइज कन्डिसनमा हुन्छ ठिक छ। pKa भनेको चाहिँ द pH इन विच ड्रग इज 50% आयोनाइज एन्ड 50% अनआयोनाइज ठिक छ। यो pKa भनेको चाहिँ ड्रगको प्रपर्टी हो। यो चाहिँ एउटा ड्रगको लागि फिक्स्ड हुन्छ है। ल एउटा मानौ एउटा ड्रगको इक्जाम्पल लियौँ हामीले है त। ल एस्पिरिन भन्ने हामीले एउटा ड्रगको इक्जाम्पल लियौँ त्यसको pKa कति हुन्छ भन्दाखेरि 3.5 हुन्छ। इट इज अ विक एसिडिक ड्रग है त। यसको कम्पोजिसन हेऱ्यौँ भने चाहिँ यो चाहिँ के हुन्छ विक एसिडिक ड्रग हुन्छ। ल अब चाहिँ हामीले यो ड्रगलाई चाहिँ पेटमा पुर्याउने कि आन्द्रामा पुर्याउने के गर्ने भन्ने कुरो चाहिँ यो पिएच पार्टिसन हाइपोथेसिसले भन्छ। ल एउटा केस वान हेरौँ है त। ड्रगलाई चाहिँ हामीले के गर्यौँ भन्दाखेरि आन्द्रामा पठायौँ ल है त। आन्द्रामा पठायौँ एउटा केही सेलुलोजको कोटिङ गरेर होइन त्यो क्याप्सुलमा बनाएर चाहिँ सिधै आन्द्रामा हाल्यौँ रे है त। जसले चाहिँ स्टमकको एसिड बाइपास गर्यो। अब त्यो हेर्दाखेरि चाहिँ अब आन्द्राको pH त कति छ 7.5 छ। ड्रगको pKa कति छ 3.5 छ। अब कन्सन्ट्रेसन अफ आयोनाइज ड्रग कति रहेछ हेरौँ है त फर्मुला हालेर यो 100 एन्टिलग 3.5 भनेको pKa है pKa माइनस pH भनेको 7.5 ठिक छ। अब मैले यसरी क्याल्कुलेट गरेँ भने चाहिँ तपाईँले नै क्याल्कुलेट गर्न सक्नुहुन्छ। त्यो बेला चाहिँ कन्सन्ट्रेसन अफ आयोनाइज कति आयो भन्दाखेरि 99% आयो है 99% आयो भनेपछि धेरै के रहेछ आयोनाइज रहेछ। यदि हामीले आन्द्रामा पठायौँ भने चाहिँ धेरै के हुन्छ आयोनाइज स्टेट हुन्छ। अब हाम्रो आयोनाइज धेरै भयो भने डिफ्युजन कम हुन्छ कि धेरै हुन्छ
अफकोर्स कम हुन्छ। भनेपछि फार्माकोलोजिकल एक्सन देखिन्छ धेरै? देखिँदैन। ल त्यही भएर हामीले विक एसिडिक ड्रगलाई चाहिँ बेसिक इन्भाइरोमेन्टमा पठाउनु हुँदैन, किनकि यदि विक एसिडिक ड्रग चाहिँ बेसिक इन्भाइरोमेन्टमा गयो भने त्यहाँ धेरै के हुँदो रहेछ, आयोनाइज फर्म धेरै हुँदो रहेछ। ल अब केस 2 हेरौँ त। सेम ड्रगलाई चाहिँ हामीले कहाँ राख्यौँ भन्दाखेरि स्टमकमा राख्यौँ। pH अफ स्टमक कति हुन्छ? 2 हुन्छ, अलमोस्ट 1.5 देखि 3 सम्म हुन्छ। मैले यही फर्मुलामा यो हालेँ मैले भ्यालु। त्यो बेला चाहिँ मैले कन्सन्ट्रेसन अफ आयोनाइज कति भेटेँ भन्दाखेरि 3% भेटेँ, जस्ट 3%। रेस्ट 97% इज अनआयोनाइज भन्नाले यो चाहिँ केमा जान सक्छ? डिफ्युजनमा गएर सेलभित्र गएर एक्टिभिटी देखाउन सक्छ। भनेपछि हामीले विक एसिडिक ड्रगलाई कहाँ हाल्नु पर्यो भन्दाखेरि एसिडिक इन्भाइरोमेन्ट हाल्नु पर्यो। के गर्नको लागि? अनआयोनाइज फर्म चाहिँ धेरै गर्नको लागि। ठिक छ? ल भनेपछि अब हाम्रो आजबाट हाम्रो रुल के हुनु पर्यो भन्दाखेरि चाहिँ आइरन कट्स आइरन है त, फलामले पगाल्छ। अथवा सजिलो भन्नुपर्दाखेरि चाहिँ जस्तो ड्रग छ त्यस्तै इन्भाइरोमेन्ट हालिदिने है त, जस्तो ड्रग छ त्यस्तै इन्भाइरोमेन्टमा हालिदिने। धेरै एब्जर्भ गर्नु परेछ भने चाहिँ जस्तो ड्रग छ त्यस्तै इन्भाइरोमेन्टमा हालिदिने। यदि विक एसिडिक छ भने कस्तोमा हाल्नु पर्यो? एसिडिकमा हाल्नु पर्यो। ठिक छ? यदि विक बेसिक छ भने कस्तोमा हाल्नु पर्यो? बेसिक इन्भाइरोमेन्ट हाल्नु पर्यो। यदि कुनै पनि ड्रगको पिके चाहिँ 7 भन्दा कम छ भने पेटमा जानु पर्यो। कुनै पनि ड्रगको पिके चाहिँ 7 भन्दा धेरै छ भने कहाँ जानु पर्यो? आन्द्रामा जानु पर्यो। ठिक छ? हो, यो चाहिँ हाम्रो केमा युज हुन्छ भन्दाखेरि चाहिँ हाम्रो थेरापीको एफिकेसी कति छ त त्यसमा यसको धेरै युज हुन्छ है त। हामीले औषधि त हाल्छौँ, तर कहाँ हाल्यौँ? जति हाले पनि अब 100 ग्रामै हाल्यो भने के हुन्छ? अब चाहिँ त्यो ड्रग चाहिँ अब धेरै चाहिँ आयोनाइज फर्ममै धेरै बस्ने हो भने चाहिँ त्यसले एक्सन देखाउन सक्दैन। त्यही भएर pH पार्टिसन हाइपोथेसिस चाहिँ त्यहाँ काम लाग्छ। ठिक छ? अब कुनै केसमा चाहिँ हामीले आयोनाइज स्टेटमै राख्न पनि प्रिफर गर्छौँ है त। त्यसलाई हामी के भन्छौँ भन्दाखेरि चाहिँ आयोन ट्र्यापिङ भन्छौँ। अब आयोन ट्र्यापिङको क्लिनिकल युज के हो त है त? क्लिनिकल युज के हो त भन्दाखेरि चाहिँ ल मानौँ मलाई एउटा ड्रग चाहिँ एक्सक्रिसनमा पठाउनु छ है त। अब धेरै त्यसको काम धेरै भइसकेको छ, त्यसलाई चाहिँ मैले अब एक्सक्रिट गराउनु पर्यो। अब एक्सक्रिट गराउनु पर्यो भनेपछि मैले अब त्यसलाई एब्जर्प्सन कम गराउनु पर्यो। एब्जर्प्सन कम गराउनुको लागि मैले चाहिँ अब अनआयोनाइज फर्मबाट के गर्नु पर्यो? अब आयोनाइज फर्ममा लानु पर्यो। ठिक छ? ठिक छ? अब हेरौँ त, यो मैले एउटा किडनी बनाएँ। ठिक छ? किडनी बनाएँ। किडनीबाट धेरै ड्रगहरू एक्सक्रिट हुने गर्छन्। अनि हामीसँग एउटा यस्तो पनि औषधि हुन्छ जसले चाहिँ युरिनको pH के गर्न सक्छ? चेन्ज गर्न सक्छ। युरिनको pH चेन्ज गर्न सक्छ। मानव एउटा ड्रग चाहिँ विकली एसिडिक छ अरे, विकली एसिडिक छ अरे। ठिक छ? विकली एसिडिक त्यसको पिके छ। ठिक छ? अनि एउटा कुकुरको डगको युरिनको pH कस्तो हुन्छ भन्दाखेरि एसिडिक नै हुन्छ है, एसिडिक नै हुन्छ। अब त्यो ड्रगले चाहिँ एक्सक्रिट हुने बेलामा पनि कस्तो इन्भाइरोमेन्ट पायो? एसिडिक इन्भाइरोमेन्ट पायो। भनेपछि हेर त, विकली एसिडिक ड्रग त एसिडिक इन्भाइरोमेन्टमा के हुन्छ? एब्जर्ब हुन्छ। भनेपछि अब चाहिँ त्यो एक्सक्रिसन हुन पायो त? पाएन। भनेपछि हामीले यस्तो बेला के गर्न सक्छौँ भन्दाखेरि चाहिँ युरिन अल्कलाइजर युज गर्न सक्छौँ। भन्नाले युरिनलाई म्यानिपुलेट गरिदिने, एसिडिकबाट अब कस्तो पारिदिने? बेसिक पारिदिने। कस्तो पारिदिने? बेसिक पारिदिने। भनेपछि अब हेरौँ त, विकली एसिडिक ड्रग छ, विकली एसिडिक ड्रग छ, इन्भाइरोमेन्टको pH कस्तो छ? pH कस्तो छ भन्दाखेरि अब बेसिक छ। भनेपछि अब अनआयोनाइज फर्म धेरै हुन्छ कि आयोनाइज फर्म धेरै हुन्छ? अफकोर्स आयोनाइज फर्म धेरै हुन्छ। अनि इट कान्ट गेट एब्जर्ब्ड, यो चाहिँ अब फर्दर एब्जर्ब हुन सक्दैन। भनेपछि अब के हुन्छ? एक्सक्रिसनमा जान्छ है, एक्सक्रिसनमा जान्छ। ठिक छ? हाम्रो आयोन ट्र्यापिङको युज भनेको यहाँ हुन्छ। सो दिस इज अल अबाउट द फन्डामेन्टल कन्सेप्ट्स अफ फार्माकोकाइनेटिक्स। नेक्स्ट हाम्रो भिडियोमा चाहिँ हामी एब्जर्प्सन कभर गर्छौँ। थ्याङ्क यू।